अहिले विराटनगरमा छौँ। विराटनगरदेखि सिधै मुस्ताङको यात्रा रहनेछ। हामी 5-6 दिनको यात्रा रुटमा हिँडेकै होइन, टाइममा गरेकै होइन। ठिकै छ ठिकै छ। पछाडि देखिरहेको चाहिँ त्रिशुली नदी हो पछाडि सबै। अहिले यहाँ मुगलिङदेखि पोखराको बाटोमा आएको छौँ। आगो खरेनी कति पनि सक्यौँ। यस्तो राम्रो बाटो आइरहेको छ। अहिले चाहिँ हामी यहाँ लेक साइड घुमिरहेको छौँ, पोखरा लेक साइड। सो हेलो गुड मर्निङ। हाम्रो जर्नी सुरु भइसकेको छ मुस्ताङको। बिहान बिहान 16 बगर झला बोकेर हिँडिरहेछ। मेरो यहाँ लगेज हुर्किरहेको छ। गोप्रोको यस्तो अँध्यारोमा कस्तो आइरहेको छ फुटेज। फोन आयो अर्को, कसले फोन गर्यो। टिभीबाट फोन आइरहेको छ, गाडी आइसकेको छ। अब यहाँ जर्नी सुरु भइसकेको छ। यहाँ लगेजले पर्खिरहेको छ। सौरभ यहाँ छ, हाम्रो रुपी दोस्त, हाम्रो हिरो आइसकेको छ। हेलो के छ? हेलो ठिक छ नि? गाडी आयो? गाडी आइसक्यो। अब हामी जान्छौँ यहाँबाट। लगेजले जो पर्खिरहेको छ। केटाहरू पनि रेडी भइसकेको छन् अरे। मैले त हिजै सान पुऱ्याइसकेको हो, सजिलो हुन्छ। हामीलाई अलिकति गाह्रो पऱ्यो। एकदमै बिहान उठ्नु भने केटालाई कसैलाई जोस चल्दैन आज, होइन? आज अलार्म बज्नुभन्दा अगाडि उठेको नि। आफै आँखा खुल्यो क्या। सो हेलो एन्ड वेलकम एभ्रिवान। तपाईँलाई फेरि पनि स्वागत छ अनिस ब्लग्समा। आजको धेरै समयपछिको हाम्रो यहाँ फेरि पनि नयाँ भिडियो, नयाँ यात्रा सिरिजको साथ हामी यहाँ आएका छौँ। तपाईँले हेर्न सक्नुहुन्छ हाम्रो पछाडि गाडी रहेको छ। अनि हामी अहिले विराटनगरमा छौँ। विराटनगरदेखि सिधै मुस्ताङको यात्रा रहनेछ। हामी यहाँ 5-6 दिनको यात्रामा साथीहरू सबैजना हामी गइरहेको छौँ। हामी सबैजना बिहानै आज 3 बजेदेखि नै उठेर सबै रेडी भइसकेको छौँ। अहिले विराटनगरमा कति 5 बज्न आँटिरहेको छ, 15 मिनट जति छ। हामी सबैजना एकदमै 12 जना जति छौँ। हामी आएर यहाँ रेडी भइसकेको छौँ। साथीहरू सबैजना यहाँ यसरी आएर बसिरहेका छन्। सबैजना रेडी छन्। के छ केटा हो? रेडी? सामानहरू हाम्रो माथि बाँध्नु हुँदैछ दाइले। अनि हामी एकदमै रेडी भइरहेका छौँ। सबैजना एक्साइटेड। बिहान विराटनगरमा कति वर्षपछि आज बिहान उठिरहेका छन्। आज घुम्न जाने हुँदाखेरि चाहिँ बिहानै 3 बजेदेखि नै सबैजना उठेर, होइन, 6 बजे कलेज पुग्न पनि ढिलो भइरहेको थियो। मुस्ताङ एकदमै रमाइलो यात्रा हुने बेला छ। सबै साथीहरू साथमा हामी आज चाहिँ पोखरासम्म पुग्ने हाम्रो टार्गेट रहेको छ। हामीसँग पोखरासम्म पुग्छौँ अनि त्यसपछि फेरि बाँकी कुराहरू गर्दै जान्छौँ। अब फेरि भेटौँ बाटोमा। ल बस है सबैजना। बसिसकेको तिमीहरू? ठिक छ? ठिक छ यार, बसिसक्यो? रेडी? ठिक छ। को कहाँ छ? रविन्द्र बसेको बसेन? जय कता छ? जयजी कता हुनुहुन्छ? अगाडि हुनुहुन्छ? अगाडि भन्नु हो त। ल सबैजना सबैजना मुस्ताङको लागि एक्साइटेड। ल हामी एकदम अब गाडीमा चढ्नलाई रेडी। हामी अहिले गइ नै रहेका छौँ, बाटोमा छौँ। हामी इटालीको कान्छी चोकदेखि महेन्द्र राजमार्गलाई छोडेर भित्र बाटो पस्यौँ। अब हामी यहाँदेखि सिधै उदयपुर गाईघाटको बाटो हुँदै कटारी हुँदै हामी विमान निस्किन्छौँ। अझै अँध्यारो नै छ। हामी इटरीमा आएर एकछिन रोक्यौँ। त्यहाँनिर गाडीको एन्ट्री गर्नुपर्ने रहेछ रुटमा हिँड्नको लागि। यो रुटमा त्यो गरेर हामी यहाँ इटरीबाट भित्र पनि पसिसकेको छौँ। उज्यालो भएको छैन, अँध्यारो नै छ। सबैजना रमाइलो गर्दै गइरहेको छौँ। ठिक्कको चिसो छ मौसम। भित्री बाटो अगाडि गएर हामी महेन्द्र भन्छौँ। यो महेन्द्र छोड्यौँ हामीले। माथि गएर हामी मदन भण्डारी राजमार्ग हामीले टच गर्छौँ। यहाँ यात्रा सुरु हुँदै सबैजना यसरी छन्। कतिको जोस बाँकी रहेको छ अझै। ठिक छ नि सबै? ठिक छ। मैले जोस अलिकति सबभन्दा बेसी चाहिँ गाह्रो हुने उसलाई हो। इटरी पुग्दा झन्डै 1 लट उल्टी गर्छु भन्दै थियो। यस्तो छ। सबैजना यसरी बसिरहेको छौँ। ठिक छ नि सबैलाई? गइरहेको छौँ यसरी।
रमाइलो भइरहेछ। मैले यहाँ कोशी चत्रा पुगेर आइसकेको छौँ। सबैजना पछाडि हल्ला गर्दैछन्, रमाइलो गर्दैछन्। कोशी पुल आइसकेको छौँ। कोशी पुल चत्रा हामी उता महेन्द्र राजमार्गबाट गएको भए अर्कै कोशी ब्यारेजबाट जानु पर्थ्यो। यहाँबाट हामी कोशी पुल गर्दैछौँ। एकदमै चिसो हावा बगिरहेछ। कोशी पुल क्रस गर्दैछौँ हामी। यहाँ 6:10 हुँदैछ। 6 बज्दा हामी यहाँ कोशी पुल क्रस गरिसकेका छौँ। अगाडि अब चाहिँ एकदमै डाँडा काँडा अगाडि देखिँदै गर्छ हरेक ठाउँमा। अहिले हाम्रो मुस्ताङको यात्राको क्रममा हामी कोशी पुल कटेर एकछिन यहाँ रोकिरहेको छौँ ब्रेक। सबैजनाले यहाँ बाटो नै छेकेर पुरै सबैले फोटो खिचिरहेको छ। हाम्रो कार्की चाहिँ मेन फोटोग्राफरमा पोज दिन सबैजना बसिरहेको छ। ठिक छ जीवे? ठिक छ होइन? हामी एकदम यात्रा अहिले कहाँ आइपुग्यो? यो बाटोमा हो, जिल्लामा छ। हामी गाईघाट बजार पसेको छैनौँ। ठिक छ? ठिक छ। क्यामेरामा फोटो सोटो खिच्न केटाहरूको ओभर बिजी छ। तिमी होइन सबैको फोटो खिच्दिने? हजुर अहिले खिच्नुपर्छ। ठिक छ ठिक छ। यहाँ गाडीहरू आइरहेको छ। सबैजना पालो पिलो फोटो खिच्नमा। के छ गाइज? ठिक छ। हाई ल ल अब सबैजना गाडीभित्र जाउँ। ल ल भयो भयो। अब यो त केही पनि होइन। अगाडि अझै राम्रो राम्रो ठाउँहरू आउँछ। अब गइहालौँ। यस्तो छ हाम्रो यहाँ सबैजना हामी एउटै टिम गाडीमा। सानहरू माथि छ। यसरी बिहानको टाइममा 7 बज्दैछ। अहिले भर्खर 7 बज्न आँटिरहेको छ। 10 मिनट जति बाँकी छ। बिहान निस्किएको फाइदा यही हुन्छ। ठिक्कको छ मौसम। ल चढौँ। अब अहिले बाटोमा नै छौँ, गइरहेको छौँ हामी। यहाँ कोशी पुल कटेर ब्रेक गर्दै रमाइलो गर्दै गइरहेको छौँ। आज हाम्रो रुट चाहिँ रहेछ, हामी मोरङबाट सुरु गऱ्यौँ। मोरङबाट सुनसरी हुँदै हामी उदयपुर पस्दैछौँ। उदयपुरमा छौँ। उदयपुरबाट हामी सिधै सिन्धुली निक्लिन्छौँ। सिन्धुलीबाट मकवानपुर हुँदै हामी चितवन नारायणघाट पुग्ने हुँदै पोखरा पुग्नेछौँ। आज साँझ समय हामी पुग्ने भनेर प्लान छ। सुरुमा कुरो भइरहेको थियो उता अब सिरा सप्तरी लाहान हुँदै त्यो बाटोबाट जाने हो कि बर्दिवास निक्लिँदै केताबाट जाने भन्ने कुरो भयो। उताको बाटो चाहिँ सबै हिँडि नै रहेको हुन्छौँ। यो बाटो हिँडिँदैन भनेर सबैले हामीले यतैबाट जाने सल्लाह भएपछि हामी यतैबाट गइरहेको छौँ। यो भित्री बाटो रहन्छ। सिन्धुलीबाट पनि हेटौँडा निस्किनलाई डाइरेक्ट बाटो छ भित्रकै। त्यो बाटोबाट हामी निस्किन्छौँ। एकदमै रमाइलो हुन्छ। सिधै प्रदेश नम्बर 1 बाट प्रदेश नम्बर 4 पोखरा पुग्छौँ। आज हामी 1 नम्बरबाट 4 नम्बर प्रदेश थुप्रो जिल्लाहरू गर्दै 2 नम्बर चाहिँ टच हुँदैन। हामी उताबाट गएको भए चाहिँ 2 नम्बर प्रदेश टच हुन्थ्यो। यस्तो छ। म यहाँ अगाडिको सिटमा बसिरहेको छु। राम्रै देखिरहेको छ। यसरी गइरहेको छौँ। यस्तो छ। यसरी गाडीमा गइरहेको छौँ। यस्तो छ। सबैजना हामी यसरी बसिरहेको छौँ। कतिको अडियो आइरहेछ क्लियर थाहा छैन। माइक त सेटअप छ, अडियो पनि आउनुपर्ने होला। के त सनराइज भइरहेको छ। सनराइजको भ्यू पनि हेर्न सकिन्छ। रमाइलो छ।
अहिले चाहिँ हामी यहाँ कटारी बजारमा छौँ। कटारी बजारदेखि अब सिधै यहाँदेखि हामी विमान निस्किन्छौँ। विमान निक्लेपछि चाहिँ अनि हामी सिन्धुली निस्केर जान्छौँ। बाटो यस्तो छ, गइरहेको छौँ। विमान यहाँदेखि कति 50 किलोमिटर भनिरहेको छ। त्यहाँदेखि सिन्धुली लगेर सिन्धुली पुगेर सिन्धुलीबाट फेरि बाटो छोड्छौँ। यो बाटो सिधैको सिधै 50 किलोमिटरमा पुग्छ। हामी एकदमै टाइममै आइरहेको छौँ। 8:20 भइरहेको छ। त्यसैले गयो भने त अब 9 बजे त हामी विमान कटिहाल्छौँ। तर एक ठाउँमा अब खाजाको लागि पनि ब्रेक लिनुपर्ने हुन्छ। ठाउँमा मिलाएर रोक्छौँ हामी। एकदम राम्ररी गइरहेको छौँ। हामी यहाँ अहिले खाजा खाने ठाउँमा आइसकेको छौँ। बिस्तारै उत्रौँ सबैजना। दाइ खोलिदिनुहोस् यिनीहरू। आइसकेको छौँ। ल मेरो फोन झऱ्यो। ठिकै छ। ल हो भित्र निकाल बिस्तारै। हेलो, खाजा खाने टाइम। अब यसरी यस्तो ठाउँमा रोक्नु पर्यो जहाँ चार्ज पनि गर्न मिलोस्। त्यही भएर यहाँ इभी चार्जिङ स्टेसन पनि छ। अनि फोन पनि, गाडी पनि चार्ज हुन्छ, यहाँ मान्छे पनि चार्ज हुन्छ। के हो, गुड मर्निङ। के सुते यार। हामी कटारी बजार, यहाँदेखि अब 50 किलोमिटर विमान भर्खर कटारी बजार आउँदैछौँ। अब यहाँ के खाने तिमीलाई उठाएको त, तिमी जान्दै हुन्थ्यो। यस्तो छ यहाँ ठ्याक्कै रोडको छेउमा हाइवे। यता सानो पछाडि यता घाम झुल्किरहेको छ। सनराइज भइरहेको छ। सनराइजको टाइम राम्रो छ। आरामले नर्मली चाहिँ जहिले पनि म बाइकमै गइरहेको हुन्छु, बाइकमै। अनि यसपालि चाहिँ ठ्याक्कै डिफ्रेन्ट एक्सपिरियन्स भइरहेको छ। बाइकमा टक्क हेलमेटमा सबै कुरा सेटअप गरेर क्यामेराहरू गइदियो। यसपालि चाहिँ गाडीमा बसेर टक्क अगाडि बसेर भिडियो गर्दै गइरहेछु। डिफ्रेन्ट हुने रहेछ गाडीमा र बाइकमा, टोटली डिफ्रेन्ट हुने रहेछ सबै कुराहरू। ठिक छ, नयाँ एक्सपिरियन्स लिँदै गइरहेको छौँ। एभ्रिथिङ इज गोइङ ग्रेट सो फार। हामी अहिले करिब 10 बजिरहेको छ। 10 बज्दा हामी यहाँ विमान आइसकेका छौँ। विमान भनेको यहाँदेखि अब यता देब्रे लाग्यो भने चाहिँ हामी बर्दिवास पुग्छौँ। हामी यता दाहिने लाग्यौँ। हामी आएको बाटो यता भित्रबाट भयो। हामी अब यहाँ सिधैको सिधै जान्छौँ। यहाँ सिधै नछोडिकन गयो भने हामी सिधै फेरि काठमाडौँ पुग्छौँ। सिन्धुलीबाट हामी फेरि बाटो छोड्छौँ। अहिले चाहिँ हामी यहाँ बिपी राजगर्गममा आइपुग्यौँ। बिपी हाइवे, यो बाटो सिधै सिन्धुली हुँदै काठमाडौँ जाने बाटो रहेको छ। सबैजना एकदम एनर्जाइज नै छौँ अझै। ठिक छ नि, सबै गाडी प्याक एकदम। विमानमा आइसकेका छौँ हामी। चेकिङ भइरहेको जस्तो छ। माथि गरिहाल्छ नि। अलिकति अगाडि जानु न, अलिकति अगाडि जानु पर्ने। के हुँदैछ चेकिङ? इन्ट्री गर्नु पर्यो नि सर। ए हुन्छ त। के होइन यस्तो छ। हामी सबैजना यहाँ एन्ट्री गराउनु पर्ने भयो। त्यही त, के रिजर्भ गाडीको पनि चेकिङ गर्नुपर्छ र? रिजर्भ हो र? के चेकमा चाहिँ के हुन्छ? चेकमा अब इन्ट्री टाइम अनुसारले गर्नु पर्यो नि। अब रुटमा हिँडेकै होइन, टाइममा गरेकै होइन। सिन्धुलीबाट यता लाग्छ, हामी के अब गर्छ? हाम्रो कर्तव्य नि हो। ठिकै छ। यहाँ त कहिले रोक्दैन हामी, माथि चेक भइहाल्छ। त्यही त 5-10 मिनट जान्छ जस्तो छ। ठिकै छ। के भन्नु दाइ? इङ्ग्लिसमा दिनु रहेछ दाइ त पुरै। म त इङ्ग्लिसमा
के इन्टर पढ्यो मान्छे हो, म के दिँदैन इङ्ग्लिसमा। इङ्ग्लिसमा राम्ररी भन्नु न, लिन्छन् होला। नेपाली बुझ्दैनन् कि यिनीहरू, त्यही भएर। को कहाँ छ सर चाहिँ? ए ठिक छ। इङ्ग्लिस म्याथ सबै हो। एन्ट्री गरेर अब निस्किँदैछौँ। सबैतिर एन्ट्री गरे। ठिक छ। पछाडि बोलेको हुँदैन, माइक दिनुपर्छ नि मात्रै। हामीले यहाँ सिन्धुली बजार पस्दैछौँ। सिन्धुली माडी भन्छ नि दाइ त यसलाई त, गढी चाहिँ माथि भयो, त्यही त। सिन्धुली मडी भनेपछि चाहिँ बजार भयो, गढी भनेपछि त अलिकति हाइटमा छ, टाढा पाहाडमा छ। अब हामी यहीँदेखि तल छोड्छौँ। यहाँदेखि हेटौडा 120 किलोमिटर है, हेटौडा 120 किलोमिटर छ यहाँदेखि। हामी सिन्धुलीदेखि तल छोड्यौँ, बाटो छोडेर अब गइरहेछौँ सिधै। यो बाटो नछोडिकन जान्छ। राम्रो छ ठाउँ ठाउँमा, अलिअलि बिग्रेको होला, नत्र भने अहिले झन् कति वर्ष भइसक्यो, राम्रै नै भइसक्यो होला बाटो। बिचमा हामीले निजगढको फास्ट ट्र्याक पनि काट्छौँ। निजगढको फास्ट ट्र्याक काट्दै हामी जान्छौँ, त्यो पनि देखाउनेछौँ। ओभरअल राम्रो हुनेछ। हल्का केही समयको बिग्रेको बाटो पश्चात हामी यहाँ सिन्धुली बजारदेखि तल झरिसकेपछि केही समय थोरै बिग्रेको छ, त्यसपछि बाटो राम्रो भेट्छ हल्का। अब यहाँ फेरि सेनामा जान सकिन्छ आरामले। साह्रै राम्रो छ यो बाटो। महेन्द्र मदन भण्डारी हाइवे नै पर्छ। 120 किलोमिटर जतिको हाइवे छ चितवनसम्ममा। 120 किलोमिटरसम्म हामी अब जान्छौँ। बिचमा कहीँ ब्रेक लिनु पऱ्यो भने ब्रेक लिने, नत्र भने हेटौडासम्म गइन्छ। अब यसरी नै हामी एकदम टाइममै फलो गरिरहेको छौँ, टाइममै गइरहेको छौँ। 10:30 बजिरहेको छ। 5 बजेतिर निस्किएर विराटनगरबाट, त्यो पनि खाजा खाँदै ब्रेक गर्दै गइरहेको छौँ। यो अझै पनि हामी तराई भागमा नै छौँ। अझै माथि लागेपछि अनि पहाडको एरियाहरू आउँछ। अहिले त हामी लगभग प्लेन एरियामै छौँ, सम्म नै छ। यहाँदेखि कि त सिन्धुलीतिर माथि लागेको भए चाहिँ सिन्धुली गढीतिर पहाड भेट्थ्यो। अनि यता पनि अलिकति माथि लागेपछि चाहिँ भित्रभित्र हाइवे पस्दै गएपछि चाहिँ अनि पहाड छिर्दै जान्छ। यस्तो छ। सिन्धुलीदेखि हेटौडा जाने बाटो यस्तो छ। पुरै घुमरो टर्निङ बाटोहरू छ। पुरै गोप्रो यसरी निकाल्न पनि डर लागिरहेछ, कहीँ ठोकिन्छ कि कहीँ ठोकेर झर्छ कि जस्तो लाग्छ। फर्स्ट टाइम यसरी क्यामेरा निकाल्दैछु। अरू बेला चाहिँ नर्मली जहिले बाइकमै हुन्थ्यो, बाइकमै भ्लग गरिन्थ्यो। बाइकमा कसरी गर्ने भनेर चाहिँ पुरै आइडिया बसिसकेको छ। सुरुमा त्यही गाह्रो हुन्थ्यो, अहिले यस्तो बसी गर्न चाहिँ मिलाउन गाह्रो भइरहेछ। घरि माइक हाल, घरि निकाल, घरि के गर, तर सिकिँदैछ, मजा आइरहेछ। अनि फेरि यस्तो खालको बाटो आयो, यस्तो छ बाटो। सिन्धुली हेटौडाको यो सुन्दर बाटो हेर्दै हामी गइरहेको छौँ। साह्रै राम्रो बाटो यो।
पाहाडको टर्निङ घुमाउरो हामी उदयपुर गाईघाटको बाटो आए यस्तै नै खालको अलिअलि पनि महसुस हुन्छ। त्यति धेरै गाडीहरू कुद्दैन, खालि यहाँ प्राइभेट गाडीहरू मात्रै नै कुदिरहेको हुन्छ। पब्लिक गाडी सायद त्यति हामीले भेटेको छैनौँ। मुख्य राजमार्ग पनि पर्दैन, मुख्य राजमार्ग त महेन्द्र राजमार्ग हो। अनि यता भित्री बाटो भएर पनि होला सायद त्यति गाडीहरू पनि देखिरहेको छैन। अहिले हामी कहाँ बागमती पुल आइपुग्यौँ, बागमती नदी आइसक्यौँ। बागमती पुल, अहिले बागमती पुलमा छौँ। काठमाडौँबाट बग्दै बग्दै आएको बागमती। अहिले चाहिँ हामी यहाँ ठ्याक्कै निजगढको जुन फास्ट ट्र्याक रहेको छ, निजगढबाट जुन सुरु हुन्छ त्यहीँनिर आइसकेको छौँ। हेर्न सक्नुहुन्छ यही बाटो जान्छ सिधै काठमाडौँ, सिधै काठमाडौँ निस्किने बाटो यसरी आएको छ। त बारा जिल्लाबाट यदि हामी उतै बर्दिवासबाट पत्लैयाको जङ्गलको बाटोबाट गएको भए चाहिँ यसको स्टार्टिङ पोइन्ट आउँथ्यो, निजगढको स्टार्टिङ पोइन्ट। तर हामी यता बिचको बाटोबाट आयौँ, मदन मण्डरी हाइवे आएको कारणले गर्दाखेरि बिचमा यो फास्ट ट्र्याकलाई काटेर हामी गइरहेको छौँ। यो बाटो रेडी भइसकेपछि एकदमै सजिलो हुन्छ, तराई र काठमाडौँलाई केही घन्टामै जोड्छ, सजिलो हुन्छ यातायातदेखि लिएर व्यापार हरेक कुरामा। नेपाली सेनाद्वारा अहिले बनिरहेको छ, छिट्टै कम्प्लिट भयो त ट्राई गर्न पनि हुन्थ्यो यो बाटो। यस्तो छ बाटो यहाँ। हामी अहिले करिब 350 किलोमिटरको यात्रापछि हेटौडा बजार आइसकेका छौँ। ठ्याक्कै हेटौडा चोक यता भनेको दक्षिण काली हुँदै काठमाडौँ जानलाई हामी जानुपर्ने नारायणघाट। यो त पत्लैया जाने रुट भयो। खाना खाने ठाउँ छ यता राम्रो, त्यहाँ खाना खानलाई जान्छौँ। हामी जानलाई चाहिँ नारायणघाट उतै हो। यस्तो छ हेटौडा बजार। भिडभाड एकदमै घाम लागिरहेछ यहाँ। बिहान निक्लिँदाखेरि यस्तो जाडो चिसो भइरहेको थियो, अहिले यतातिर चाहिँ पुरै घाम लागिरहेको छ। हेटौडा बजार दुईतिरै रुखै रुख लगाएको देख्दाखेरि थाहा भयो अझै हेटौडा बजार आइपुग्यौँ भनेर। हामी हेटौडा एरिया अब यहाँदेखि 200 किलोमिटर जति छ, त्यसपछि हामी पोखरा पुग्छौँ। एकदम टाइममा आइरहेछौँ हामी। 1 बजिरहेछ अहिले, 1 बज्दा विराटनगरदेखि हेटौडा आइसकेका छौँ। अनि बाटोमा ठाउँ ब्रेक गर्दै खाजा नास्ता खाँदै रोक्दै आइरहेको छौँ। र हामी यहाँ हेटौडामा छौँ। अब यहाँ लन्च ब्रेक गर्ने, एकछिन रेस्ट गर्ने, अनि त्यसपछि फेरि हामी निस्किन्छौँ। अझै राम्रो ठाउँको खोजीमा। कतापट्टि छ राम्रो ठाउँ? ल अब रिकर्ड स्टार्ट गरौँ। यो हरियो भलिरहेछ नि, यो चाहिँ तिम्रो आवाज आइरहेछ भनेको क्या। ए ल भन तिमी। हेलो, अब रेकर्ड स्टार्ट गरौँ। ल केटाहरूतिर जानु पर्यो। के छ, ठिक छ? गलियो गाडीमा बसेर गलियो? के छ राले? के छैन मेरो फोन देऊ न चुप लागेर। छैन फोन सोन मसँग, तिमी भन। ठिक छ? कतिचोटि? पुरै एक्साइटेड? गल्यो कि गलेन गाडीमा बसेर? गल्यो? यो माइक हो तिम्रो? ठिक छ? यो माइक हो ए यहाँ सुनिहाल्छ नि होइन? होइन साथी ब्याल छ यार साथी। किन हो, के भयो? सुतेको सुते ठ्याक्क चढ्ने यस्तो गर्ने भयो त। चढेदेखि नै सुतेको सुते छैन गणेश। एउटा सायरी वसन्त दोषलाई डेडिकेट गरेर है, मेरो साथीलाई होइन, उसले आफ्नो ठान्टी, जसले मेरो साथीलाई आफ्नो ठान्टी, सुनिरहेको छु उसैको उता जानेवाला छ अरे जन्ती। अझै के भनौँ, अरू लाइनै छैन, पछि भनौँ न। ओइ ल को बोल्ने? फोन देऊ न रिप्लेस। हेटौडा आउँदै गर्दाखेरि रामेको फोन हराएर। सो हेलो एभ्रिवान, अहिले चाहिँ हामी यहाँ हेटौडा आइसकेका छौँ। हाम्रो गाडी चार्जमा लागिरहेछ। अनि यता पछाडि हाम्रो यहाँ
रेस्टुरेन्ट छ, पछाडि खाना पनि पाकिरहेको छ। हाम्रो गाडी यहाँ छ, पुरै चार्ज भइरहेको छ। टिभी लिएर हिँडेपछि चाहिँ चार्ज गर्दै हिँड्दै हिँड्नुपर्छ। अनि चार्ज गर्नलाई पनि अलग्गै बस्यो भने फेरि टाइम वेस्ट हुन्छ। त्यही भएर यस्तो ठाउँमा रोक्ने जहाँ चाहिँ खाना पनि हुन्छ अनि चार्ज पनि हुन्छ। त्यसरी यहाँ चार्ज पनि भइरहेको छ, यता खाना पनि पाकिरहेको छ, त्यस्तो छ। अनि हाम्रो सबैजना साथीहरू यसरी यहाँ भोकले वेटमा छन्, खानाको वेटमा। हाम्रो पछाडि रहेको छ ऊ त्यो देखिरहेको रोड चाहिँ हेटौडा र पत्लैयाको रोड हो। हेटौडा र पत्लैया जोड्ने। हामी चाहिँ अर्कैतिरबाट आयौँ। अब यहाँ एकछिन बसेर लगभग 1 घन्टामा निस्क्यो भने हामी 7-8 बजेभन्दा अगाडि त पुग्छौँ होला पोखरा। त्यो टार्गेट रहेको छ। पुरा घाम लागिरहेको छ, यहाँ मजाको घाम लागिरहेको छ हेटौडामा। अब यहाँदेखि हामी जान्छौँ एकछिनमा खानासाना खाएर। बाइकमा हिँड्ने बानी भएर कति छिटो आइयो, कता कस्तो भइरहेछ जर्नी। ठिक छ, एक प्रकारको रेस्ट नै हुने रहेछ। बसेर आउँदा र गाडीमा आउँदा, बाइकमा र गाडीमा फरक त पर्ने नै रहेछ। अनि डिफ्रेन्स हुँदो रहेछ। त्यस्तो यात्रा गरे जस्तो फिल नै नहुने। ठिकै छ। अब एकछिन यहाँ ब्रेक गर्ने अनि त्यसपछि फेरि अगाडि बढ्ने। हेटौडामा आइपुगेर यहाँ खाना सुरु भइसकेको छ हाम्रो सबैजनाको। चिकन खाना सबैजना हाम्रो टिमले यसरी बसिरहेको छन्। सेटमा यहाँ क्यामेरा यसरी सेट भएको छ। अब टाइम ल्याप्स आउँछ। हामी यहाँ हेटौडामा खाना खाएर अब निक्लिँदैछौँ। गाडी पनि फुल चार्ज भइसक्यो। हामी अगायौँ सबैजना अगाएर यात्रा गर्ने बानी नभएका साथीहरू छन्। हामी अब यात्रा गरिराख्नेहरूलाई यतिको केही पनि छैन जस्तो फिल हुन्छ। यिनीहरू यतिमै थाकिसके। झन् बाइकमा आएको भए झन् के हुन्थ्यो होला अवस्था। अब निस्किन्छौँ हामी यहाँदेखि। अब बाटोमा कतै स्टप गर्दै पोखरा जान्छौँ। यहाँ खाना खाइसक्यौँ। गाडी पनि कति चार्ज भइसक्यो होला। बोधा कति पर्सेन्ट देखाउँदैछ? 95 भइहाल्यो। अब 95% भयो। हामीले रोकेको ठाउँमा चार्ज गर्दै गइरहेछौँ। अब निस्किने यहाँदेखि। अहिले चाहिँ हामी यहाँ चितवन जिल्लामा छौँ। चितवनको जङ्गल यो चाहिँ सबै देखिरहेको दायाँ बायाँतिर दुईतिर देखिरहेको चाहिँ चितवन राष्ट्रिय निकुञ्ज हो। त्यसको बिचबाट रोड छ, हाइवे। त्यहाँबाट हामी गइरहेको छौँ। घाम डुब्न आँटिरहेको छ, टल्किरहेको छ। सनसेटको टाइम भइरहेछ। एकदम राम्रो खालको छ बाटो यहाँनिर। दुईतिरै जङ्गल। अगाडि गएर चाहिँ राम्रो बाटो आउँछ, 4 लेन बाटो आउँछ। अब अलिकति मात्रै अगाडि गएपछि हामी नारायणघाट आइहाल्छौँ। चितवन यो क्यान्सर अस्पतालदेखि लिएर भरतपुर एयरपोर्टदेखि हुँदै कटेर हामी बाटो छोड्छौँ। यो बाटो छोडेर भित्र पस्छौँ मुगलिङ जानलाई। अहिले हामी यहाँ भरतपुर अस्पताल नै रहेछौँ। भरतपुर अस्पताल भन्छु, भरतपुर एयरपोर्ट नै। बुद्ध एयरको यहाँ ल्यान्ड भएको रहेछ काठमाडौँबाट। यहाँ भरतपुरबाट त 2टा फ्लाइटहरू चल्छ। एउटा पोखरा पनि जान्छ यहाँदेखि, भरतपुर पोखरा। अनि अर्को पोखरादेखि भरतपुरदेखि काठमाडौँको त भइ नै हाल्यो, अन्तर्राष्ट्रिय एयरपोर्ट त पुग्नु परि नै हाल्यो। अनि अर्को चाहिँ पोखरा पनि जान्छ चितवन यहाँ भरतपुरदेखि। यो सबै यहाँ जुन बार जाली लागेको छ सबै एयरपोर्टको एरिया हो। संरक्षण गरेर एयरपोर्टको एरियालाई छेकेर राखेको छ। भरतपुर सफा छ नि, सफा चिटिक्क बाटो राम्रो।
भर्खर बनेको रेलपछि के कार्यक्रमले बने हो हो त्यो त राम्रै गुणगान छ त यसपालि सम्भावना पनि छ नि जित्ने रेणु दाहालको काम त गरेकै छ नि राम्रो यति बाटोघाटो होइन बाटोघाटो राम्रो छ विकास भएको छ त्यो एयरपोर्टकै भावना हामीले एकदमै मेन बजारमा छौँ पुलचोकदेखि हामी भित्र लागिरहेको छौँ अब पोखरा जान भित्र लाग्यौँ हामी यता देखिरहेको बाटो चाहिँ सिधै बुटवलतिर जानलाई भयो पूर्व पश्चिम पोखरा जाने बाटो अब हामी यहाँ पश्चिम गयो भने चाहिँ सिधै बुटवलतिर जान्थ्यौँ हामी यहाँदेखि पुलचोकबाट भित्र पस्यौँ यता पोखरा जानलाई यो बाटो एकदम राम्रो छ यो बाटो सिधै अब मुगलिन पूर्वबाट आएर पश्चिम फेरि उत्तर लाग्यो उत्तर लाग्यो हामी अझै पश्चिम लागेको भए त हामी पश्चिमै पुग्थ्यौँ पूर्वबाट आयौँ अहिले उत्तर पश्चिम महेन्द्र राजमार्ग छोड्यौँ महेन्द्र राजमार्ग छोडेर भित्री भित्री बाटो भएर अलिक अगाडि गएपछि एकदम राम्रो राम्रो बाटोहरू आउँछ पहिरो खसिराख्ने बाटोहरू धेरै दुर्घटना भइराख्ने बाटो भन्छ धेरै छैन 35-37 किलोमिटरको बाटो हो तर जोखिमपूर्ण छ यो बाटो चाहिँ बर्खामा विशेष यति बेला त समस्या हुँदैन हिउँदोमा बर्खामा हो मेन समस्या भनेको त हामी पोखरा जाने क्रममा यहाँ दासढुङ्गामा आएर बसिरहेको छौँ यहाँ चिया खानालाई रोक्यौँ हामी एकछिन ब्रेक लिने दासढुङ्गा भनेको चाहिँ फेरि एउटा ऐतिहासिक ठाउँ पनि हो अब ऐतिहासिक कुन हिसाबमा भन्दाखेरि यहाँ घटना घटेको कारणले गर्दाखेरि जुन यही दासढुङ्गामा नै हो जुन मदन भण्डारीको गाडी तल नदीमा त्रिशुली नदीमा खसेर मृत्यु भएको भनेर जुन त्यो एरिया नै यही नै हो अनि यहीँनिर रहेको छ खोला पनि त्रिशुली नदी पनि यहीँ छ सनसेट पनि भइरहेको देख्न सकिन्छ पछाडि यस्तो छ नदी के छ दाइ आउनुभयो तपाईँहरू पनि भिडियोमा चिया खानु हुँदैछ त्रिशुली नदी होइन त दाइ ए अहिले त पानी निकै कम छ त्यही त यहाँ पछाडि देखिरहेको चाहिँ त्रिशुली नदी हो पछाडि सबै ठ्याक्कै घाम डुब्न आँटिरहेको छ भनेपछि यता भयो पश्चिम यता भयो घाम डुबिरहेछ भने चाहिँ पश्चिम भयो पूर्व पश्चिम बिर्स्यो भने घाम हेर्नै थाहा भइहाल्छ यस्तो छ दासढुङ्गामा हामी यहाँ ब्रेक लिएको छौँ यता हाइवेमा गाडीहरू कुदिनै रहेको छ यतापट्टि हामी यता छौँ ब्रेक लिएको छौँ शीतल राम्रो छ मौसम यहाँनिर एकतिर पहाड यतातिर पुरै पहाड दाहिने साइडतिर अनि यता देब्रे साइडतिर त्रिशुली नदी यस्तो रहेको छ जहाँ रोक्नु हुँदैन सबै यिनीहरूको फोटोको हतार भइहाल्छ फोटो खिच्नलाई रेडी त्रिशुली चाहिँ आउनु पर्यो नि त फोटो खिच्दाखेरि त्रिशुली नदी त आउनु पर्यो नि त ठिक छ होइन हेर्नुहोस् त दर्शकबिनहरू 81 के भयो बाटोमा के भयो हामी यहाँ कहाँ गइरहेछौँ बाटोमा कार्की के हो तिमी लेटाङबाट तिमी के को लागि आएको बाटोमा के हो ठिक छ हामी यहाँ सबैजना यहाँ सनसेट भइरहेको हेर्दै फोटो खिचिरहेको छौँ यो भ्यूलाई इन्जोय गरिरहेको छौँ ठ्याक्कै सनसेट पनि भइरहेको छ र यसको रेहरू पनि खोलामा नदीमा त्रिशुली नदीमा रिफ्लेक्सन भइरहेको छ त्यो हेरेर एकदमै राम्रो देखिरहेको छ गोल्डन आवर भन्छौँ न राम्रो देखिरहेको छ भ्यू यहाँ रोकिएको होटलबाट चाहिँ एकदमै राम्रो देखिरहेको छ भ्यू हामी यहाँ रोकेको होटलबाट यहाँबाट राम्रो देखिरहेको छ मैले भने नि यहाँ आउन सकिन्छ भनेर राम्रो छ यहाँ नदी हेर्दा कति शान्त देखिरहेछ नि तर यही बर्खामा एकदम डेन्जर हुन्छ राम्रो छ भ्यू यहाँनिर यस्तो भ्यू हेर्दै
तपाईँसँगले यहाँ चिया छ, चिया खाँदै यहाँ चिया खाँदै यो भ्यू हेर्दै कार्के हट त अगाडिबाट साथी चियासँग यो भ्यू सनसेटको भ्यू त्रिशुली नदी छेउमा बसेर ल खाऊ सबैजना रातो चिया चिया खाऊ है कागती पनि छ है कागती पनि हालेर खाऊ लेमन टी वाला आएर त कागती खाए मेरो चिया मान्छे के छ मेरो साथीहरू ठिक छौ लेमन छ त्यहाँ तिम्रो फोटो हेरेर चिया खाँदै के हो दुईजना भ्लग बनाउने गयो त कता ज्यामै बन्द हो त होइन भिडियो भइरहेछ भइरहेछ ल हामी दुईजना भिडियो यो हाम्रो रविन्द्र सर के छ कार्के हो है त्यतिसम्म भइरहेछ होला नि कागती पनि छ कागती पनि हालेर खाऊ ठिक छ भइरहेछ नि होइन ल ठिक छ ल यहाँ छ म अब त नि फेरि यहाँ चाहिँ कागती हाल्दै कागती आयो के हो दुईजना हामी ए गयो त कता ज्यामै बन्द हो त कता भिडियो भइरहेछ भइरहेछ ल हामी दुईजना भिडियो बनाउने जुते छ सौदा हो मलाई माइक देऊ न त ल भयो होइन त्यो त अन मात्रै हुन्छ होइन डिस्प्ले वान के यहाँ रेकर्ड भइरहेको ए भयो त त्यो भइरहेछ अनि यो कार्की चिया खाँदैछ चिया खाँदैछ साथी ए बर मिठो छ चिया त चिया लभर हो नि म त हो त्यहाँ अनि चितवनमा आएर चिया खाएर त कस्तो फिल भइरहेछ चिया खतरा भइरहेछ यहाँ भ्यू हेर्दै चिया भइरहेछ होइन यहाँ चियामा लेमन चाहिँ आएन जस्तो छ क्या भयो भयो यो चाहिँ म अनि यस्तै छ यस्तै छ यसो गर्छ के छ त तिम्रो मेन भनेको टुरमा आउनुको मुख्य आशय चाहिँ के हो तिम्रो भन त मेरो भनेको यसो मुक्तिनाथको दर्शन गर्नका लागि हो अलिक धार्मिक मान्छे परे धर्मप्रति अलिक आस्था भएको मान्छे हो त्यही भएर मुक्तिनाथ दर्शन गर्नु तिम्रो मुख्य आशय आउनु गएर तिम्रो मुख्य आशय त दुःख हुन्छ नि त्यो दुःख त्यो बिर्सिन लागेको हो क्या तिमी यता घुमिरहेछौ उता अर्कैले घुमाइरहेछ साथ फेर तिमी के मकसद ल्यायो यहाँ पाप दिलाउँदा होला यही कागती खान आएको तिमी ल ल म चिया खान्छु एक यो चाहिँ मेरो चिया मुक्तिनाथ दर्शन गर्नु पैसा माग्नु पर्यो ठिक छ तिमी किन आयो म किन आएँ केको लागि निस्किएको के उद्देश्य प्राप्तिको लागि तिमी यहाँ युट्युबमा निस्किएको मुक्तिनाथको त उहाँ नुहाएर आफ्नो पाप धुलाउन नुहाएर तिमी पाप कटाउन आएको भनेपछि हो तिमी यहाँ मुक्तिनाथ त्यो टुरमा आउनुको मुख्य कारण चाहिँ किन हो मुक्ति पाउनु तिम्रो के हो मेरो मुक्तिनाथ मन्दिर ल ठिक छ ल भयो अब अहिले चाहिँ सुरक्षित साथसँग बिस्तारै बिस्तारै आएर हामी लगिरहनु भएको छ बिहानै
हामी त 4 बजे निस्क्यौँ विराटनगरबाट, तर उहाँ झापाबाट आउनु भएको थियो 2 बजे नै निस्क्यौँ चाहिँ रेस्ट नगरिकन यति ड्राइभ गरिरहनु भएको छ। अब छिटो गएर रेस्ट गर्नुपर्छ। अहिले चाहिँ हामी यहाँ ठ्याक्कै मुगलिङ आइसकेको छौँ, मुगलिङ बजार। उता ट्रक गइरहेको चाहिँ काठमाडौँतिर, हामी यहाँदेखि देब्रे लाग्छौँ। उता गयो भने काठमाडौँ रहन्छ, हामी चाहिँ यता जान्छौँ। हामी चाहिँ अहिले यहाँ मुगलिङदेखि पोखराको बाटोमा आएको छौँ। आबु खैरेनी कति पनि सक्यौँ। यस्तो राम्रो बाटो आइरहेको छ। अझै पनि याद आउँछ, आजभन्दा 3-4 वर्ष अगाडि म पोखरा आउँदाखेरि यस्तो दुःख भएको थियो। लड्दै पुगेको थिएँ यहाँ आबु खैरेनीबाट। लड्दै भने पनि एकचोटि चिप्लेर लडेको थिएँ। त्यस्तो बिजोग थियो, बाइक जति कन्ट्रोल गर्दा पनि चलाउन नसक्ने, सबैको दुःख, कि त धुलोको धुलो कि त हिलोको हिलो। अब अहिले आएर यसरी सनन परेर जाँदाखेरि चाहिँ मजा आइरहेको छ। यही बाटो हिँड्दाखेरि नपत्याउँदो यति आनन्दको भइसकेको छ। यो त 2टा लेन त खालि जान मात्रै भयो, आउने अरगैतिरबाट भयो। यति आनन्दको बाटो छ। अँध्यारो रात परिसकेको छ, त्यही भएर यस्तो क्लियर फुटेज आइरहेको छैन होला, तर बाटो चाहिँ एकदमै राम्रो भइसकेको छ। यो सिधै पोखरा ठेक्लिने बाटो, मुगलिङदेखि पोखरा राम्रो भइसकेको छ पुरै बाटो। अब अँध्यारो भइसक्यो, गोप्रोले लो लाइटिङमा त गोप्रोले त पर्फर्मेन्स राम्रो दिँदैन। अब फुटेजहरू फोनबाट या अब सिधै पोखरा पुगिसकेपछि बाटो यस्तै छ। अब पोखरासम्म राम्रो। हामी अहिले यहाँ दमौलीनेरि आइसकेको छौँ। दमौली आउँदाखेरि एक्कासी पानी परे जस्तै भयो मौसम। पोखरामा यस्तै हो, पोखरा बसेपछि मौसम एकैचोटि फेरिन सक्छ, थाहै हुँदैन। त्यही भएर सबै सामानहरू अहिले हामी माथिबाट तल हाल्दैछौँ। यत्रो आएर अन्तिममा अब 50 किलोमिटर जति मात्रै छ पोखरा। अब यत्रो आयो, यहाँ भिज्यो भने फेरि समस्या पर्छ। सबै सामानहरू अहिले हामी हाल्दैछौँ तल, मिलेर एडजस्ट गरेर जानुपर्छ। टाढो छ। सो फेरि पनि तपाईँलाई स्वागत छ। अहिले चाहिँ हामी फाइनली पोखरा आइसकेका छौँ। हामी आउँदा पानी पर्ने जस्तो पनि मौसम भयो, अनि रात पनि पर्न थाल्यो। त्यही भएर हामी हतार रुममा आएर चेक इन गऱ्यौँ। चेक इन गरेर अहिले सबैजना हामी एकदम फ्रेस भएर खाना खाइरहेको छौँ। धमाधम खाना खान्छौँ, अनि खाना खाइसकेपछि हामी एकछिन लेक साइड वकमा जान्छौँ। अहिले हामी लेक साइडमै बसिरहेको छौँ। पोखराको मौसम एकदमै न गरम न चिसो, ठिक्कको मौसम भइरहेको छ। फर्स्ट टाइम पोखरा आउने साथीहरूलाई पनि एकदम राम्रो मौसम फिल भइरहेको छ भन्दैछन्। अब लेक साइड गएपछि थाहा हुन्छ बाँकी कुराहरू। सो लेट्स इन्जोय आवर फुड। यहाँ छ हाम्रो खाना, चिकन खानाहरू यसरी छ। ऊ बसन्ती हाम्रो भेज हुनुहुन्छ, भेज चिकन सबैको अप्सनहरू छ। सो लेट्स अब हामी एकैचोटि लेक साइडमा गएर भेट्नेछौँ। ओके, हेलो एभ्रिवान। अहिले चाहिँ हामी यहाँ लेक साइड घुमिरहेको छौँ, पोखरा लेक साइड। हाम्रो फेवातालको बिचमा त होइन, साइडमा फेवाताल यहाँ छ। राति त्यस्तो क्लियर देखिरहेको छैन होला। यस्तो छ लेक साइड, रमाइलो छ। हामी सबै टोलहरू यस्तो घुमिरहेको छौँ। यस्तो छ। यस्तो छ। चिया अहिले खानुपर्छ। भर्खरै खाना खाएर निस्केको, अहिले खाना मन छैन त्यस्तो। सबै बिहानै। अब भोलि त होइन, अब फर्किँदाखेरि भ्याइयो भने बोटिङ पनि गरौँला, केही छैन। यस्तो राम्रो छ यहाँ लेक साइडको भ्यू। लेक साइडको भ्यू एकदम पिसफुल छ, एकदम शान्त। यतिको भिडभाड हुनु भनेको त नर्मल नै हो पोखरा जस्तो ठाउँमा। होइन ठिक छ राख ठिक छ त। तिमी कहाँबाट आएको? जिल्ला प्रहरी कास्कीबाट? खेल न चुप लाएर। पाना र भोटेमा? पाना र भोटे
उठाऊ उठाऊ इटाक न कुनै न कुनै ए केटाहरूको छैन लक लक छैन केटाहरूको हाल न आफ्नो मन जहाँ लाग्छ केमा हालेको मुन्डा र एक घर मात्रै अघिको ठ्याक्कै आयो अहिले दुइटै ओ सर अघिको दुइटै आयो त ल गयो भाइ छैन तिम्रो उठ अब छैन लक ट्राई गर्यो भयो उठ जो जो यहाँ ट्याक्कै लेफ्ट साइडमा स्ट्रिटमै ट्याक्कै छेउमा यहाँ डाइस खेलाइरहेको रहेछ भाइले लक ट्राई गरिदिउँ भनेर साथीले ट्राई गरे कसैको लक रहेन रहेछ गयो कति हार्यो 100 रुपिस गयो ठिक छ के भनेको रविन्द्र what are you trying to say As I have seen that he didn't lose anything. Initially he has on 25 rupees, right? After that again you have placed. No, I have not on. I've lost 50 rupees. You know, I've lost 50 rupees, and again I have put on 50 rupees, and again I have lost. I have lost 100 rupees I have no idea in total. because I didn't play before. Okay, whatever, just leave it then. this is in loss Yeah, whatever, just leave it now. We just okay just forget it so hello everyone अहिले हामी फेरि पनि यहाँ लेक साइडमा छौँ पोखरा लेक साइडमा छौँ आज हाम्रो डे 1 मुस्ताङ ट्रिपको डे 1 मा हामी यहाँ पोखरा आएर बसिरहेको छौँ बिहानै हामी 3 बजेतिरै उठ्यौँ 4 बजेतिर सबैजना भेला भयौँ निक्लिँदा 5 बज्यो अनि त्यत्रो जर्नी गरेर हामी थुप्रो ठाउँहरू घुम्दै आइसकेको थियौँ हामी थुप्रो ठाउँ घुम्दै फाइनली पोखरा आइसक्यौँ अनि पोखरा आएर जोस वर्थ इट नै भइरहेको छ अहिले हामी यहाँ लेक साइडमा घुमिरहेको छौँ सबैजना आफ्नो तरिकाले थकाइ मार्दै अनि फर्दर भोलि पनि हाम्रो जर्नी हुनेछ भोलि हामी जोमसोम पुगेर बस्छौँ अनि त्यसरी नै हाम्रो 5-6 दिनको जर्नी रहनेछ अनि आज चाहिँ हाम्रो डे 1 यसरी हामी यहाँ पोखरा आइसकेको छौँ 550 किलोमिटर 550 किलोमिटर प्लस विराटनगरबाट यसरी आएको छौँ सबैजना आफ्नो यहाँ फोटो खिचिरहेको छन् घुमिरहेको छन् रमाइलो गरिरहेको छन् सबैजना चिलमा आफ्नो तरिकाले कसरी इन्जोय गर्न सक्छन् त्यो गरिरहेको छौँ हामी त्यो छ हुन्छ वी आर एट द एन्ड अफ आवर फर्स्ट भिडियो फर्स्ट पार्ट फर्स्ट ब्लग एन्ड विल सी एट द नेक्स्ट पार्ट डे 2